very much for inviting me to speak. And thank you. I would like to thank you all for inducting me in the Hall of Fame. के सब इन्टरटेनमेन्ट युट्युब च्यानल हेरेर बस्नुहुने सबैमा नमस्ते साथै स्वागत गर्दै फेरि पनि आज मैले एउटा फरक किसिमको भिडियो लिएर यहाँहरूमाझ उपस्थित भएको छु। आशा छ भिडियोलाई मन पराई सेयर साथै च्यानललाई सब्सक्राइब गर्न पनि अघि पनि सब्सक्राइब गर्नुहुनेछ भन्ने। हजुर साथीहरू, आजको यो भिडियोको बारेमा यहाँहरूले पक्कै पनि पहिले थोरै सानो क्लिप हेरेर बुझिसक्नु भएको छ होला, त्यो पनि थाहा पाइसक्नु भएको छ होला। हो साथीहरू, आज मैले कुरा गर्दैछु डाक्टर महावीर पुन, वैज्ञानिक डाक्टर महावीर पुनको बारेमा। प्रधानमन्त्रीलाई मैले के भनेको थिएँ भने यो चाहिँ उहाँको कतिपय इन्टरभ्यूहरूमा हामीले सुनेकै छौँ, किताब बेच्दा बेच्दै उठाएर उहाँलाई चाहिँ ल्याएर मन्त्री बनाए। पक्कै पनि उहाँलाई किताब बेच्दा बेच्दै जेनजी चाहिँ ल्याएर चाहिँ उहाँलाई प्रधानमन्त्री पक्कै पनि बनाइदिएको। ल मैले राजीनामा दिएँ, ल मैले के कुरामा सही गर्नुपर्ने छ बुझाउनु पर्छ। उहाँले कतिपय इन्टरभ्यूमा भनिराख्नु भएको छ, किताब बेच्दा बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइदिए। साँच्चै नै उहाँलाई चाहिँ किताब बेच्दा बेच्दै ल्याएर चाहिँ मन्त्री बनाइएकै हो। एउटा चोट परेर हिँडेको त्यो, यो चाहिँ त्यसै चाहिँ हावामा हिँडेको होइन, किनकि गर्न खोजेको काम त्यहाँ चाहिँ किनकि हिँडेको हो। उनीमा त्यो क्षमता थियो। पनि कसैले गर्न खोजेको काम यदि वैज्ञानिक महावीर पुनलाई शिक्षा मन्त्री बनाइयो भने शिक्षा क्षेत्रमा केही न केही पक्कै पनि गर्नेछ। होला नि, जब मन्त्री भए, त्यो मात्र महावीर पुन जब मन्त्री भए, उनले गर्न नखोजेका पनि होइन, उनले अनेक गर्न खोजे। उनले शिक्षा क्षेत्रलाई सुधार्नको निम्ति शिक्षा क्षेत्रभित्र लागेको वर्षौँदेखि लागेको चाहिँ जरालाई जडैदेखि उखाल्नको निम्ति विभिन्न प्रयास गरे, विभिन्न कोसिस पनि नगरेका त्यस्तै हो। तर सिस्टम, हाम्रो शिक्षा क्षेत्रको सिस्टम यस्तो मजाले जगडिएको छ, तत्कालीन एकजना महावीर पुनले गर्न यो अहिलेको यो तत्कालीन अवस्थामा जम्मा 3 महिनाको टाइममा अहिले संसदमा जितेर चुनाव पनि गएर राम्रो भएको छैन। र यो 3 महिनाको अवधिमा चाहिँ उनले नचाहेर होइन, गर्न खोज्दा खोज्दै पनि त्यो असम्भव भयो, सम्भव भएन। किनकि मन्त्री परिषद युवा सांसदहरू प्रधानमन्त्री सुशीला कार्कीले भनिराख्नु भएको छ, महावीर पुनले देशको निम्ति, राष्ट्रको निम्ति एउटा चाहिँ नेक काम गर्न खोज्नु भयो, र चुनाव नजिकै गरेको कारणले गर्दा पनि त्यसलाई हामीले पास गर्न सकेनौँ भनेर उहाँले चाहिँ इन्टरभ्यूमा भनिराख्नु भएको छ। त्यही झुटमा रिसाएर महावीर पुन मलाई चाहिँ धोकेबाज भौरा भएर एकैचोटि चाहिँ चुनाव स्वतन्त्र उम्मेदवारी दिनुभयो भनेर चाहिँ भनिराख्नु भएको छ। वास्तवमा हो, किनकि महावीर पुनले शिक्षा क्षेत्रमा केही गर्नु छ भनेदेखि यो क्षेत्रभित्र विकृतिलाई, विसङ्गतिलाई, भ्रष्टाचारलाई, शिक्षाको अनैतिकतालाई जरैदेखि उखाल्नुपर्छ। र त्यो चाहिँ यहाँभित्रको सिस्टम बुझिसकेर महावीर पुनले म्याग्दीमा गएर चुनाव के अरे निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको रूपबाट खुला मैदानमा उत्रेका छन्। मेरो प्रयास के हुन्छ भने युवाहरूलाई सम्झाइ बुझाइ गर्ने। महावीर पुनले आज अलिकति समय लिएर र साथीहरू, जब महावीर पुनको चाहिँ चुनौती आशंकाहरू अहिले म्याग्दीमा चलिरहेका छन्, हेर्नुहोस् त साथीहरू, महावीर पुन सादा कति सरल छ, कति सिधा छ, सटिक के जे हो त्यही हो। भोट दिन मन लाग्यो फेरि उनलाई नदिनुहोस्। वास्तवमा एउटा नेता है, देशको लागि चाहिँ यदि सच्चा माया गर्छ भने, देशको लागि यदि केही गर्छ भनेदेखि, केही गर्न खोज्छ भनेदेखि, देश प्रेमप्रति ओतप्रोत छ भनेदेखि यो सत्य हो कि उसले चाहिँ मलाई भोट दिनै पर्छ, जसरी भए पनि दिनै पर्छ, मेरो तपाईँलाई चाहिँ के अरे भोट दिए तापत म पैसा दिन्छु अथवा मासुभात खुवाइदिन्छु भनेर भन्दैन। एकदम साधारण तरिकाले विभिन्न गाउँ डुलेका छन्, आफ्नो म्याग्दी जिल्लाको विभिन्न ठाउँहरूमा गएका छन्। त्यसै गरी चाहिँ त्यति मात्र नभएर चाहिँ उनले म्याग्दी जिल्लामा पाल्पाको यादलाई पनि ताजा गरेका छन्। काली गण्डकीमा गएर माछा पनि मारेका छन्। अरू दलका नेताहरूले त्यो गरेका छन्। आफ्नै गाउँमा गएर त्यत्तिकै स्वागत पाएका छन्। कतै बागाराजा छ, कतै के छ, कतै के छ, अनेक छ।
यस्तो हुनुपर्छ कि यहाँहरूले चाहिँ भिडियोको क्लिपहरू हेरेर पनि पक्कै पनि बुझिसक्नु भएको छ यहाँहरूले व्यक्तिका जनताहरूले चाहिँ देशको एकदम चरम अवस्थामा रहेको यो शिक्षा क्षेत्रको विथितिलाई भ्रष्टाचारलाई अनियमिततालाई जरैदेखिबाट महावीर कुनलाई एकजना मात्रै स्वतन्त्र उम्मेदवार किन नहोस् किनकि देश अथवा कुनै पनि राष्ट्रलाई विकसित गर्ने एकजना मात्रै हुन्छ कि पहिले एकजना मात्रै हुन्छ मेयो त्यसैले महावीर कुनलाई शिक्षा क्षेत्रमा मेयर आदिवासी दाजुभाइ डाक्टर महावीर कुनलाई त्यहाँ जिताएर चाहिँ स्वतन्त्र बाटो उठेको छु